विक्रम सम्वत 2048 सालको यो क्वार्टर चाहिँ घटनास्थल हो घटनास्थल हैन यहीँबाट बुवा आमा चाहिँ अब त्यहाँ गए कुरा न्युज गर्ने सुन्नु कता जानुभयो कता लानु लगे भन्ने लास कता लग्यो अहिलेसम्म थाहा छैन त्यो घर भएको ठाउँ त्यहीबाट चाहिँ उहाँहरूलाई लगियो होइन रातितिर गएर मामा भन्ने व्यक्तिले यहीँबाट उहाँलाई चाहिँ बोकेर लिएर गयो त्यसपछि घरमा लगेर फेरि ल्याएर बालगिरीमा राख्यो आफ्नो घर हुँदा हुँदै बालगिरीमा त्यही राख्न पाइँदैन कुरा उहाँको चाहिँ लाने मान्छे पनि शङ्कास्पद भयो होइन होइन लाने मान्छे भेटेर जेलमा छ अहिले जेलमा छ जुन प्रयोग भयो अब त्यसको पछाडि को हुनुहुन्छ भन्ने कुराको रहस्य बल्ल अहिले आएर खुल्दैछ हल्का हल्का डकुमेन्टहरू हामीले पाइन्छ कति वर्ष पहिला हो त्यो 2048 साल म जन्मिरहेको साल रहेछ ए हजुर 48 सालकै जन्म है म 42 मा मण्डका म त्यति बेला ठ्याक्कै एसएससी दिएर जुन छुट्टी हुन्छ ठ्याक्कै इन्डिया गएको बेला परेछ कि म सधैँको न्युज प्रत्येक दिनको न्युज टिप्थेँ मैले त्यही बेलाको न्युज चाहिँ टिप्नु पाएको साथीहरुको तर न्युजमा कहीँ आएको छैन त्यति बेलाको कर्मचारीहरू बितेको चाहिँ संवेदना कर्मचारीहरूले छाप्नु भएको छ तर त्यत्रो उहाँको चाहिँ 2-2 जना बित्दाखेरि संवेदना कहीँ छैन गोर्खापत्र केटा हेर्दा त्यस्तो सबै थिएन पछाडि कसरी कसको उसमा परेर त्यस्तो भएको हो कि हामीले गोर्खापत्र त्यति बेला सबै हेऱ्यौँ तर यो घटना लुकाकै पाइयो पोस्टमार्टम रिपोर्ट पनि कहीँ भेटिएन उहाँको बुवा के पदमा हुनुहुन्थ्यो कहाँ हुनुहुन्थ्यो उहाँ अफिसर हो भन्ने कुरा चाहिँ थाहा छ तर कुन कार्यालय तर कार्यालय चाहिँ यही हो तस्बिरमा देखिएको होइन क्वार्टर चाहिँ यो क्वार्टर चाहिँ हो बस्ने यहाँ गार्ड हुनुहुन्थ्यो अन्य कुराहरू के त्यो पुलिस काठमाडौँको एकदम लगेर चर्चित उहाँलाई अनि उहाँ चाहिँ अहिले जेलमा हुनुहुन्छ अहिले जेलमा हुनुहुन्छ कुन केसमा भन्दाखेरि उहाँको दिदीलाई पनि उहाँले मैले लगेको भनेर कागज गर्नु भएको छ त्यही आधारले चाहिँ उहाँले त्यो आधार दिदी खोइ भन्दाखेरि उहाँले भनिदिनु भएन एउटा मान्छे नभएपछि दिदी बेपत्ता पारेको केस चलेको छ अब उहाँहरूको आमा बुवाको हत्या भएको केस चाहिँ चल्न बाँकी छ त्यसको खोजी हुनुपर्छ गृह मन्त्रालयबाट निर्देशन भएर अगाडि बढिसकेको छ बेपत्ताका सन्दर्भमा थप कुरा बयानबाट आएको छैन है उहाँले कसरी गरियो के गर्यो उहाँ त भेट्नै चाहनु भएको थिएन उहाँ त पहिला त म प्रहरी नै होइन भन्नुभएको थियो पछि भेटियो फाइल अनि म त पश्चिममा जागिर गर्दै थिएँ म हनुमान ढोकामा कहिले पनि म जागिर गरेन भन्दा उहाँसँगै ड्युटी गरेको मान्छे भेटेपछि बल्ल पोल खुल्यो कि उहाँको चाहिँ कैफियत रहेछ यो चाहिँ बालगृह हजुर त्यो ग्रेस बालगिरी छैन होइन यो चाहिँ उहाँको क्वार्टर सरकारी क्वार्टर यो त क्वार्टर हो। अहिले छ यो अहिले छैन यो यो अब यो बद्दैछ सबै कुरो बालगिरी चाहिँ भेटायो हामीले 5 ठाउँमा सारेको रहेछ ए बालगिरी अनि कसले उजुर गरेर यो केस चलेको भनेर त्यति बेला उहाँलाई उद्धार गरेर एसोसिएसनमा पठाइयो नि त उद्धार गर्न आएको भनेर जसले भन्नुभएको थियो उहाँ त